झापा पासमा के हुन्छ बालेनलाई भने आएन सबैलाई अभियसली केपीसँग ओली थियो नि त त्यसै केपीसँग ओलीलाई देखेको थिएन त्यति बेला कस्तो थियो त्यो चोर आज चाहिँ चुनाव आउन ठ्याक्कै 1 महिना बाँकी छ। आजको यो बाचा र वास्तविकताको भिडियोमा हामी केही जेनजीहरुले चुनाव रिलेटेड कुरा सोध्नेछौँ। ल सोधौँ है त, कुन पार्टीले सपोर्ट गर्छ? म त माटो हो अभियसली। माटो हो? माटैतिर जाम न। माटै हो? घन्टी हो घन्टी। घन्टी? टिनिनिनिनि घन्टी। माटोलाई किन सपोर्ट गर्छ? अब एक त हर्क साम्बाङ भएर पनि हो, हजुर जन पनि छ, काम पनि हेरौँ, काम पनि राम्रै गर्नु भएको छ, आजसम्म जे गरेछ। हजुर काम हेर्नु भने अब हामीले धरान हेर्दा पनि हुन्छ, कतिको मेयर छ। मेयर हुँदाखेरि पनि एउटा कुरा पानी ल्याउँछु भनेर बाचा गरेको थियो, त्यो बाचा पुरा गर्नुभयो। फ्याक्ट्रीहरू पनि खोल्नुभयो, धरानी फ्याक्ट्री, धरानी बेसार पनि उत्पादन गर्नुभयो। जे होस् हामीले बेसारलाई युटिलाइज गर्न सक्यौँ नि त त्यति बेला। अब चाहिँ भिजन चाहिँ अब हामीले जस्तै 3 दिन कलेज स्कुल लाउने भनेको छ। अब जस्तै हामीहरू पनि बिजनेस गर्छौँ, हामीले बिजनेस पढेर के गर्नेवाला थिएन, उखाड्नेवाला के होइन, सब विदेश जानलाई रेडी हो। अनि अब त्यसको प्र्याक्टिकल गराउन सक्यो भने, हामीलाई फ्याक्ट्री भिजिट गराउन सक्यो भने त्यो 3 दिनभित्रमा अनि के हो हाम्रो पनि विकास हुन्छ। हामीले पनि पहिलेदेखि अहिलेदेखि नै लाग्यो भने राम्रो हुन्छ भनेर पनि हो। अब हर्क साम्बाङ मान्छे हामी भोलि यस्तो बढी स्टेटस लेख्यो भनेर घमण्ड गर्यो, यस्तो उस्तो भन्छौँ, तर घमण्ड गरेको चाहिँ विकासको लागि गरे हो नि त। उसले घमण्ड गरोस् जति गरोस्, तर विकास गर्नु पर्यो नि त, त्यो गर्नु खोज्यो। अनि हर्क साम्बाङलाई यो आरोप के छ भने, अनि ऊ धेरै घमण्डी छ भन्छ। अनि त्यो धाराको कुरा नि, पानी धाराको कुरा नि त्यो लङ टर्मको लागि चाहिँ भएन। अहिले नै मेयर पद छोड्याकै केही दिनपछि नै त्यो धाराको पानी बिग्रिया भन्ने एउटा न्युज आएको थियो। त्यो लङ टर्मको लागि चाहिँ भएन भनेर सोसल मिडियामा भनेको कुरा एउटा हुन्छ, रियलमा कुरा एउटा हुन्छ। त्यो अब हामीलाई एक्ज्याक्टली पनि थाहा भएन त्यो पानीको बारेमा। त्यो पदबाट छुट्ने बित्तिकै पानी पनि गयो भन्ने कुरा त्यो हामीलाई थाहा भएन, तर धरानी जनतालाई थाहा होला त्यो त। अब चाहिँ घमण्ड चाहिँ के कुरामा घमण्ड गरे त्यो हामीले बुझ्नु पऱ्यो पहिला त। पहिला हामी नेपाली जनता आफू हामी जनतालाई अल्छिन्छौँ क्या, काम हामी अरू आफू गर्दैनौँ। पहिला दोष चाहिँ हामी नेताहरूलाई नै दिन्छौँ पहिला चाहिँ। यो कुरामा पनि हामी नेताहरूलाई नै दिने गर्दछौँ, तर हामी काम चोर्छौँ क्या पहिला चाहिँ। पहिला नेपाली जनतालाई एक्टिभ हुनु पऱ्यो। त्यसैले गर्दाखेरि हर्क साम्बाङले चाहिँ पहिला नेपाली जनतालाई एक्टिभ गराएको छ। जे होस् हामी सबैलाई काम गराएको छ भनौँ। सबै खाली बस्नुभन्दा त श्रमदान गरौँ न त, केही विकासलाई हामीले पनि विचार हात बढाउँ न त, के हुन्छ कि भन्ने कुरा हो। माटो किन राम्रो लाग्छ? त्यसलाई राम्रो लागिहाल्छ त, ठिकै हो। त्यस्तो मलाई हर्कको बारेमा धेरै पनि थाहा छैन। हजुर, त्यही पनि अब सपोर्ट चाहिँ माटोलाई नै हो। माटो होइन? माटो। ल तिमी? घन्टी? घन्टी यस्तो हो, अब घन्टीमा हाल्नु कारण चाहिँ मेन भनेको रवि लामिछाने, बालेन जस्तो युवा शक्तिहरू भएका कारण नै हो। किनभने नयाँलाई नै चान्स दिनुपर्छ। अनि जब बालेनले काम गर्न खोज्यो त्यति बेला त्यो अधिकारीहरू के अरे अधिकृतहरू दिएन भन्दै उसलाई काम गर्न दिएन भनौँ न। यो सरकारले उसको विरुद्ध, सरकार विरुद्ध गएको कारण नै उसलाई काम गर्न दिएन। अनि त्यसैले ऊ विकास गर्न सकेन भन्छन्, उसले बजेटको सदुपयोग गर्न सकेन भन्छन्। अब त्यो त अब गर्न दिए पो सक्ने हो नि त। अब अहिले देशमा भएको अनुसार त अब हाइप अनुसार त जित्छ जस्तो लाग्छ। केपीलाई हटाउन सक्यो भने प्रधानमन्त्री पनि बालेन नै हो। अब यही हो, बालेनलाई सपोर्ट गर्नुको कारण चाहिँ युवा शक्तिलाई साथ दिन्छ। अनि अब देशको बारेमा त अब त्यो बोल्दैन, किनभने गल्ती होस् भन्ने चाहन्छन् विपक्षी दलहरू, गल्ती होस् भन्ने चाहन्छन्। अनि ऊ बोल्यो भने गल्ती हुन्छ र गल्ती भयो भने जनता सामु नराम्रो हुन्छ भनेर चाहिँ ऊ बोलेको छैन जस्तो लाग्छ मलाई चाहिँ है। झापा पासमा के हुन्छ? अब त्यो चाहिँ अब गाह्रो नै छ जित्न चाहिँ। तर यसो हेर्नु पर्दा चाहिँ अब 50-50 छ भनौँ। किनभने उसको जमानादेखि जित्दै आएको ठाउँमा एकैचोटि गएर जित्नु त सामान्य कुरा त होइन। अब जित्यो भने राम्रै होस्, प्रधानमन्त्री बन्ने बालेन नै हो। अब जे होस्, बालेनले त्यहाँ जितोस्, हार्दिक शुभकामना उसलाई अग्रिम। त्यहाँ के लाग्छ अब प्रधानमन्त्री को चाहिँ होला त? मेरो त आश त अब बालेन नै होस् भन्ने चाहना छ। तर अब के जे होस्, राम्रै जनताले सपोर्ट गरून्, भोट हालुन् घन्टीलाई। समानुपातिक र प्रत्यक्षमा राम्रो भोट निकाल्योस्। म त हर्क साम्बाङ नै हो क्या। हर्क साम्बाङ नै हो है? अब फिल्डमा खटिएर काम गर्छन् नि त, हामीले पनि छुन सक्नु पर्यो। जनताले प्रधानमन्त्री बनाइसकेपछि प्रधानमन्त्रीलाई जनताले पनि छुन सक्नु पर्यो क्या। पहिला त जनतासँग
घोलमिल हुन सक्नु पर्यो, त्यतिको चाहिँ प्रधानमन्त्री हुनु पर्यो क्या। अब जसले जनताले नै प्रधानमन्त्री बनाउने, जनताको नै अब जनताले नै देख्न नपाउने, अब हेर्न नपाउने, छुन नपाउने हो भने चाहिँ त्यो त बालनलाई भने हो मतलबै कि भएन। बालनलाई भने आएन कि सबैलाई अब केपी शर्मा ओली नि थियो नि त त्यसै। केपी शर्मा ओलीलाई देखेको थिएन त्यति बेला, कस्तो थियो त्यो चोर के भन्ने हो। बालनलाई मात्र भने बालनको पनि म डायरेक्ट फ्यान हो क्या। तब जेएनजी आन्दोलनपछि मेरो पनि मन मरे हो क्या। एकचोटि चाहिँ स्टेटसमा सब चिज फक नेपाल फक के अरे फक अमेरिका लेख्न सक्नेले हार्दिक श्रद्धाञ्जली लेख्न सक्दै थिएन जेएनजी आन्दोलनपछि। त्यतिपछि अब त्यसपछि चाहिँ मन मरेकै हो भनौँ। तर कामहरू भने त काम दामी नै गरे हो। काठमाडौँमा पनि अभियसली काठमाडौँमै पढिरहेको छौँ, तर पुरै सानोतिनो कुरा अब के हुन्छ, कमी कमजोरी हुन्छ, कुनै कुराको एडभान्टेज हुन्छ भने कुनै कुराको डिसएडभान्टेज पनि फिक्स हुन्छ क्या। अब त्यही भएर पनि अब म त हर्क साम्बाङ नै हो, हर्क साम्बाङ नै प्रधानमन्त्री भएको राम्रो हो भनेर राम्रो होइन त। अरू त अब के भन्नु हो र, बालनले काठमाडौँमा गरेको भनेको शिक्षा स्वास्थ्य जस्तोमा अगाडि बढाएको हो, अनि बाटोघाटोमा बढाएको छ। अब त्यहाँ सरसफाइको कुरा नि आउँछ। अनि बालनले त्यो आन्दोलनमा बाहिर निस्किनुको कारण चाहिँ मलाई यो लाग्छ कि उनले बाहिर निस्क्यो भने त अरू शक्तिहरू नि छ नि त, एमालेको शक्ति छ, माओवादीको शक्ति छ, काङ्ग्रेसको शक्ति छ। त्यत्रो युवाहरू बिस्किँदा त घुसपेट भएकै थियो होइन। अब त्यो घुसपेट हुँदाखेरि चाहिँ उसलाई उसको ज्यानको खतरा हुन सक्छ भनेर ऊ ननिस्केको जस्तो लाग्छ। उसको सल्लाहकारहरू छन्, उनीहरूले नै भनेर ननिस्केको होला जस्तो लाग्छ मलाई चाहिँ है। जे होस्, देशको लागि चाहिँ सोच्छ, देशको लागि गर्छ पनि होला। अब गर्ने छ भन्ने आशा राखेका छौँ, सबैले भोट पनि दिन्छन् भन्ने आशा राखेका छौँ। हर्क साम्बाङ अनि अरू मान्छेहरूले लुसिफर विदेशी एजेन्टहरू भन्छ त के हो? अब त्यो त अब भन्न सकिँदैन, किनभने हामीले देखेको छैन होइन। देखेको प्रमाण भएको भए त देखाइहाल्थ्यो होला, प्रमाण भएको भए देखाउनु पनि हो, ठिकै हो। प्रमाणै छैन त अब कहाँबाट हामीले लुसिफर भन्न सकिन्छ होइन। लुसिफर भनेको अब त्यो जनतालाई मूर्ख बनाउने के हो त्यो थाहा छैन मलाई है। तर लुसिफर भनेको नराम्रो नै भन्या होला उसलाई, शैतान हो कि के भन्छ। तर मलाई त लाग्दैन, किनभने उसले गर्न खोजेकै हो, गर्न सकेन काठमाडौँमा। के लाग्छ यसमा लुसिफर विदेशी दलाल एजेन्ट यो कुराहरू? अब त्यो कुरामा चाहिँ हर्क साम्बाङले अब बढी खै त्यो थाहा भएन। तर किनभने अब भनेदेखि चाहिँ अब हामी चाहिँ के अरे इन्डियासँग सम्बन्धित छ बालिन्सा, मदेखि सहयोग मागिरहेको हुन्छ। अब अस्ति एम्बुलेन्स पनि ल्यायो, भारतले नै सहयोग गरे, हामी बालिन्साले सहयोग गरे भने त्यो मिल्दैन क्या। बालिन्साले सहयोग गरे, भारतले सहयोग गरे भने मलाई पनि दियो न 4 बारको एम्बुलेन्स, म पनि घरमा गाजा पुगेर त्यहाँ बाँडिदिन्छ, मलाई पनि आउनु। तर फेरि म यहाँहरूको जोडिहाल्यो अनि इन्डियासँग राम्रो कनेक्सन छ भन्दाखेरि अनि केही वर्ष पहिला त्यो काठमाडौँमै आदिपुरुष मुभी चलेको थियो, अनि त्यसमा चाहिँ सीता इन्डियाकै भन्दाखेरि चाहिँ उसले चाहिँ काठमाडौँहरू नै ब्यान गरिदिएको थियो क्या। तर ब्यान त गरेको थियो, तर त्यो चाहिँ राम्रो कुरा हो। तर चाहिँ सहयोग भनेदेखि अति नै गर्नु हुँदैन क्या। फेरि सब धेरै क्लोज हुनु हुँदैन क्या कन्ट्रीहरूसँग। आफ्नो ठाउँको आफ्नो देशको रिसोर्सेसहरू पनि बाहिर जानु पर्यो होइन। आफ्नो स्वदेशमा आफ्नो रिसोर्सेसहरूलाई युटिलाइज गर्न सक्नु पर्यो पहिला त। त्यो चिज युटिलाइज गरेकोलाई हामीले पनि अर्को देशमा बेचौँ न त। अर्को देशमाबाट उहाँ त कति सहयोग ल्याउने, त्यो सहयोग होइन क्या। त्यो भित्र स्वार्थ लुकेको हुन्छ क्या, किनकि स्वार्थ लुकेकै हुन्छ क्या। त्यत्तिकै कसैले पनि सहयोग गर्दैन क्या। धनी मान्छेले सहयोग गर्ने भित्र स्वार्थ लुकेकै हुन्छ। तर त्यो कुरा हामी नेपाली जनताले बुझ्दैनौँ। हाम्रो देश केही कुरामा गरिबी छैन, सबै कुरामा धनी छ, तर हामीले त्यसको युटिलाइज गर्न सके होइन क्या। त्यसको त्यति युटिलाइज गर्न सक्ने मान्छे आउनु पर्यो क्या हाम्रो देशमा पनि। जस्तै अब हर्क साम्बाङले बेसार फ्याक्ट्री खोल्यो धरानमा। अब चाहिँ के अरे चप्पल फ्याक्ट्री भने के अरे धरानी चप्पल भन्ने छ नि, हामीले पनि साबुन पनि खोल्यो। जस्तै बेसारको हामीले युटिलाइज गर्न सक्यो भनेदेखि त्यो सानो कुराले हामीलाई धेरै ठुलाको के अरे सानो आगोको ढिल खोल्यो भने आगोको रूप लिन्छ भन्छन् नि। सानो कुराबाट उत्पत्ति हुने हो क्या। पहिला त सिधै माथि चढ्न खोज्यो भने हुँदैन क्या। जे कुरामा पनि पहिला सानो कुराबाट सिक्ने हो, सानो कुराबाट जाने हो, अनि त्यसपछि ठुलो हुने हो, त्यसपछि बढ्ने हो भन्ने चाहना। थ्याङ्क यू आफ्नो ओपिनियन्स राखेको भयो होइन, र तिमीलाई पनि थ्याङ्क यू। हाम्रो यस बाँचो र वास्तविकता सिरिजमा जोडिनको लागि यस पेजलाई फलो गर्नुहोस्, र यो बाँचो र वास्तविकता के हो भनेर थाहा पाउनको लागि हाम्रो प्रिभियस भिडियोहरू हेर्नुहोस् है त। ल।